कान्छी कता हिँडेको है हो र ल राम्रो लु हिँड नि त मकै कसरी भाँदो रहेछ हामी नि हेरौँ न त हाम्रो कान्छीले मकै लेट्स फिलिली कुदिएको हो फिलिली कुद्या हो कहाँ कहाँ हाम्रो खेत भनिदेऊ त सुनेन हाम्रो खेत कहाँ कहाँ तलदेखि यहाँ मास्तिरसम्म सबै हो अनि कता हिँडेको मकै भान्दा त्यताबाट जान्छ बाटो पनि बिर्सियो यसले मैले मकै भान्दा हिँड्नु पर्दैन बस घरमा बस भन्दा नमाने होइन के अरे बाँदर हेर्न बस पल्लो खेतमा भन्दा नमाने होइन मकै हेर्न बस बाँदरले खान्छ भने होइन पनि गाइस उल्टो मलाई प्रश्न आइदिएर भने मैले उल्टो बोलिछु क्या ओ साथीहरू एभ्रिवान गाइस आज चाहिँ हामी मकै भाँदैछौँ है कान्छी र म कसलाई हेर्न मन लाग्छ हाम्रो भिडियो सबजना हेरेर साथ दिनु होला यो चाहिँ हाम्रो सबै खेत हो माथिसम्म छ साथीहरू यहाँ चाहिँ मकै छ मकै सबै भाँसिरहेको छ यतातिरको सबै भाँसिरहेको छ साथीहरू त्यही हो है अब हामी मकै भाँच्दैछौँ हेर्नु होला साथीहरू कान्छी चाहिँ त्यहाँभित्र छिरेर मकै भाँचिरहेको छ हेर्नु मकै भाँचिरहेको छ त्यो नसुकेको नभाँचे सुकेको त्यो हरियो भाँचिरहेको छ ऊ हरियो देखिरहेको छ नि मार्छ मम्मीहरूले त्यो छाडेर राखेन हरियो भन्न तिम्रो आँखा हो रहेछ यसले हरियो मकै भाँचेछ यी डोकोमा पेटमा यी नकतै हरियो मकै छ यसले अझ डर सबै हरियो भन्दो रहेछ हेर्नु साथीहरू कान्छी मकै भाँच्दैछ सो त्यही हो है हाम्रो चाहिँ मकै भाँच्ने कार्यक्रम हुँदैछ तपाईँहरूकोतिर के चलिरहेको छ कमिलो रहेछ भने छोडिदिउँ न त्यसलाई के त हरियो हामीले यो चाहिँ साथीहरू मकै छाडेर होइन सबै उ गरेर सिधाइसक्यो हो मकै सिधिसक्यो यो पातुलो छ मकै साथीहरू त्यही भएर भर्खरै हामी चाहिँ मकै भाँच्ने कार्यक्रम गर्दैछौँ कान्छी चाहिँ मकै भाँच्दैछ सो हरियो मकै नभाँचे हरियो भाँचिरहेको छ तिमीले पाक्यो भने खक्रकै सुक्या हुन्छ क्या त्यस्तो खक्रकै सुक्या हुन्छ हो हेर त यता देखाउ त कस्तो छ त्यो मकै त्यो पनि भाँच्ने साथीहरू यसरी नै हाम्रो मकै भाँच्ने कार्यक्रम हुँदैछ है साथीहरू हामीले चाहिँ मकै भाँचेर यति बनाइसकेको छ यी कान्छीले यति बनाइसक्यो मेरो नि त्यति छ सो यस्तै हो मकै यस्तो भएछ यो चाहिँ साथीहरू मकै अस्ति नै अर्सालेर होइन पातुलो मकै चाहिँ हेर्नु ढोडसोड सबै काटिसकेको छ सो अब फेरि आज यता भाँचिँदैछ त्यही हो होइन कान्छी सो त्यही हो साथीहरू मेरो भाग पनि चोर्दै भागिरहेछ कान्छी साथीहरू के होइन सबै भाँचिदिन्छ गएर नपाकेको मकै भाँचिरहेको के हो नपाके जस्तो देखिरहेको छु खोइ साथीहरू यस्तै छ पट्का पुट्का मकैहरू यस्तो छ मकैहरू हाम्रो सुकिसकेको छ सो त्यही भएर हामी चाहिँ टक्क होइन मकै भाँच्ने कार्यक्रम गर्दैछौँ है सबैजनालाई माछ साथीहरू है साथीहरू हामी बुढाबुढीले चाहिँ यहाँ डोको भरिन लगाइसक्यो यी सो त्यही हो है गाइस डोकोहरू देखाउँला मकै पनि सिद्धिनु लगाइसक्यो सबै भाँचेर सिधाइसक्यो साथीहरू यस्तै छ होइन हेर्नु होला साथीहरू मकै यस्तै छ अहिले सब भाँचेर सिधाइसक्यो हामीले होइन त्यही भन्न चाहन्छौँ हामी चाहिँ यस्तै हो सो त्यही हो मेरो बुढी चाहिँ यतातिर मकै भाँच्दैछ पुगिन्छ सो साथीहरू त्यही हो भन्न चाहन्छु सबजनालाई हो यस्तै भन्नु मेरो साथीहरू मकै भएको यस्तो छ हरियै छ कुनै त्यही हरियो भएको कारणले हामीले भाँचिरहेको छैन मेरो बुढीले मकै भाँचेको साथीहरू के हाल्ने गाह्रो छ ल साथीहरू अहिले छुट्टी मलाई अहिले भारी भइसक्यो कान्छी र म चाहिँ भाग्दैछु पानी आइगयो अनि मकै भिज्छ र बिग्रिन्छ भनेर भागेको गाइस डोकै राम्ररी नभरिकन भाग्दैछौँ त्यही हो अब माथि गइसकेपछि मकै कति भयो हाम्रो देखाउँछु ल साथीहरू यो पनि हाम्रै हो तर यो चाहिँ पाकेको छैन साथीहरू भर्खर हरियो भाखा यो पहिलो लाग्ने बेला भाखा सो त्यही हो साथीहरू यो पनि हाम्रै हो हुन चाहिँ सो पानी भिजिसक्यो यार त्यही भएर हामी कुद्दैछु यहाँ स्याहाँ फ्याँ छ साथीहरू डोको बोकेर भिडियो बनाइरहेको छु सो त्यही हो ल कान्छी कतिको गाह्रो भएको चाहिँ खुट्टा गले छिटो भाग पानी आयो नि बिग्रिनु भयो
भयो मम्मीहरूले हामीलाई साथीहरू गाह्रो छ पानी आएर बिग्रिनु भइसक्यो मकै अनि फेरि तल खनाउनु पर्ने हुन्छ त्यो चाहिँ डाइरेक्ट लगेर हाल्न मिल्छ साथीहरू त्यही भएर हामी चाहिँ भाग्दैछौँ कान्छी र म बाटो नि अप्ठ्यारो छ साथीहरू के गर्ने मकै बिग्रिसक्यो हिँड्नै सकिरहेको छैन कान्छी र म ल झन् अघि नै बोक्नु पर्दैन मकै भान्दा जानु पर्दैन सक्दैन भन्दा नपत्याएर आएको बिचोक भयो साथीहरू यार गाह्रो भइसक्यो भारी बोकेर झन् हिँड्न गाह्रो छ अल्छुरी नै ला मकै बिग्रियो मार्ने भयो गाह्रो छ साथीहरू बाटो हेर्नु न बाटो मासर बाटै नराम्रो छ साथीहरू झन् गाह्रो छ बाटो खतम छ साथीहरू यस्तो बाटोमा हिँड्नुपर्छ कान्छी हिँड्दैछ झन् कान्छीको खुट्टा फुटेर साथीहरू के भएको पनि पटपट फुटेर हिँड्न सकिरहेको छैन साथीहरू मकै सबै भिजेको साथीहरू खतम हुने भयो साथीहरू बिग्रिने हो कि हो थाहा नै छैन त्यही हो है मकै भिजिहाल्यो कलिलो मकै छ गाह्रो छ है भिज्यो यी कताबाट आएको यो त तलबाट चाहिँ कर्नुपर्छ उल्टोपट्टिबाट आएर हुन्छ त्यहाँबाट गर्नुपर्छ बिस्तारै गर्ने हो त्यसरी गर्लास् त्यतिर खनाइदियो अब के गर्नु भिजिहाल्यो खनाइदिए ल उहाँ लगेर खनाइदिए फेरि यतापट्टि खनाउनु भने त साथीहरू यहाँ न यति भएको छ हाम्रो मकै चाहिँ भर्खर होइन अब एउटा खेतको मकै यो यही छ साथीहरू यो मकै हरियो देखिरहेको छ हेर्नु नपत्याए गाह्रो छ साथीहरू है गाह्रो छ साथीहरू तलको बोलेको हो हेर्नु त गाह्रो छ साथीहरू गाह्रो अटोमेटिक सिस्टम छ कि उहाँहरूको अलि जुम गरेपछि तलको बलिदिन्छ त्यस्तै छ साथीहरू होइन तर माथिको दुईवटा अनि बल्छ